आज मेरो जेडेक्स 10R यानी कि मेरो स्कुटरलाई सर्भिसिङ गर्न लगेको, तर सर्भिसिङ गरिसकेपछि यत्रो बिल आउँछ भनेर मैले सोचेको पनि थिएन। सर्भिसिङ गरेको खर्च चाहिँ कति लागेछ त? अलराइट गाइज, अलराइट, वेलकम ब्याक टु माई ब्रान्ड न्यू मिनी ब्लग। आई होप हजुर सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि आजको मेरो डे 30 मिनी ब्लगमा हजुरहरू सबैजनालाई मनैदेखि स्वागत गर्दै आजको बिहानी सुरुवात गर्दैछु। साथीहरू, मैले यो डे 30 वाला मिनी ब्लग च्यालेन्ज लिएको पनि आज 30औं दिन कम्प्लिट भइसकेको रहेछ। हजुरहरूलाई डेली मेरो लाइफस्टाइलको कुराहरू देखाउँदै हजुरहरूसँग मेरो सुख र दुःख साट्दै र बाँड्दैमा नै 30 दिन कसरी कम्प्लिट भयो थाहै नै भएन। मैले सोचेको पनि थिएन कि मैले 30औं दिनसम्म भिडियो बनाएर अपलोड गर्न सक्छु पनि भनेर। यो भन्दा पहिलाको दिनहरुमा पनि मैले धेरैचोटी मिनी ब्लग बनाएर अपलोड गर्ने कोसिस गरेको थिएँ, तर त्यति बेला चाहिँ मलाई हल्का नलेज पनि कम भएर हजुरहरुको साथ र सपोर्ट कम भएको कारणले गर्दा मैले त्यतिखेर डेली भिडियो बनाएर अपलोड गर्न पनि सकिन। तर अहिले चाहिँ मसँग हल्का भए पनि नलेज छ र त्यसको साथसाथै हजुरहरुको यति धेरै माया र सपोर्ट पाएपछि त मलाई भिडियो बनाएर हाल्ने पनि एकदमै धेरै मोटिभेसन आउँछ। अनि साथीहरु, मैले चाहिँ 30औं दिन मिनी ब्लग च्यालेन्ज भित्रै 10,000 जना टिकटक फ्यामिली बनाउने सोचेको थिएँ क्यारे, त्यो कुरा चाहिँ सम्भव हुन सकेन। अनि आज मेरो 30औं दिनको 30औं दिनै मिनी ब्लग पनि कम्प्लिट भइसकेको छ। अनि अब चाहिँ मैले 60 डे मिनी ब्लग च्यालेन्ज सुरु गर्ने सोचिरहेको छु। मैले 60 डे मिनी ब्लग च्यालेन्ज बनाउन सुरु गरम कि या त मेरो यो मिनी ब्लग वाला जर्नीलाई यही सकाइदिउ। सबैजनाले कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला 60 डे मिनी ब्लग सुरु गर्नु भन्नुभयो भने म त्यही गर्ने छु। हजुरहरूले नबनाउनु छोड्दिनु भनेर भन्नुभयो भने पनि म आजैबाट मिनी ब्लग बनाउन छाड्दिन्छु। त्यही भएर मेरो मिनी ब्लग जसले पनि हेर्नुहुन्छ सबैजनाले यो भिडियोको कमेन्ट बक्समा गएर कमेन्ट चाहिँ गर्नु होला है त, मैले मिनी ब्लग बनाम कि नबनाम। साथीहरू, मेरो जेडेक्स 10R यानी कि मेरो स्कुटर सर्भिसिङ नगरेको पनि धेरै भइसकेको थियो। त्यसै कारणले गर्दाखेरि पसलको हल्का काम सकाएर म लागे मेरो स्कुटरलाई सर्भिसिङ गर्नतिर। स्कुटर सर्भिसिङ गर्न गएको मान्छे आफै खाजा खाएर बसेछ भनेर चाहिँ नभन्नु होला गाइस। मलाई चाहिँ दिउँसो एकदमै भोक लागिरहेको थियो, त्यही भएर यता स्कुटर बन्दै गर्छ उता म गएर खाजा खाँदै गर्छु भनेर एउटा पसलमा गएर एक कप चाउमिन मगाएर गम 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 कि गम खाएर लागे म फेरि ब्याक टु स्कुटरतिर। ग्यारेजमा गएर बस्न मात्रै पाएको थिएँ, फेरि त्यहीको मेकानिक दाइले स्कुटरमा 2-4 वटा सामान चाहिँ फेर्नु पर्छ है भाइ भनेर भनिहाल्नु भयो। त्यसपछि हुन्छ त नि दाइ भनेर 2-4 वटा सामानहरू फेरेर म बिल र गेयर ओइल सबै चाहिने सामानहरू हालेर भइसकेपछि मेरो जेडेक्स 10R यानी कि स्कुटर ननुहाएको पनि धेरै भइसकेको रहेछ। भएर त्यसलाई नुहाएर चट्ट पारेर टल्काइसकेपछि स्कुटर सर्भिसिङ गरेको र सामानहरू फेरेको 1000 रुपैयाँ भएको रहेछ। 1000 रुपैयाँ पनि दाइलाई दिएर लागे म मेरो पसलतिर। पसल पुग्न मात्रै के पाएको थिएँ, भिनाजुले फेरि त्यतिकैमा आउसाला खरबुजा खाम भनेर भनिहाल्नु भयो। म त चिरा चिरा पारेर दिनुहुन्छ होला भनेको त आधै पो काटेर दिनुहुन्छ त बा। त्यसपछि म पनि के काम भनेर आधै उठाएर ग्वाम ग्वाम गम कि गम हानेर पनि सक्दिए। भन्दै आजलाई यति नै हो। वर्ष हजुरलाई मेरो भिडियोहरु मन पर्यो होला, मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। हजुरलाई भोलिको ब्रान्ड न्यू मिनी ब्लगमा त्यतिन्जेलको लागि बाइ बाइ।